गाइज बाइक चाहिँ भाइले बाङ्ला मुलुङ खोल्दैछन् कसरी हुन्छ बनाउने कोसिसले लाग्दैछु ओपलाई भेट्यो भने नि यस्तो हान्छु म कहाँ इन्डियालाई साला बाइक पनि इन्डियाको भएर होला चोर पनि इन्डियाकै जस्तो लाग्दैछ मलाई नेपाली त होइन होला के थाहा मात्र नेपाली हो कि साला हाते दाइ केही भन्नुहुन्थ्यो चोरलाई दिन बलियो रहेछ हाम्रो दिन बलियो रहेछ बाइक लिएन ह्यान्डल लक लगाएर राख्नु होला प्लिज बाइकहरूको चाहिँ ह्यान्डल लक लगाएर राख्नु मेरो ह्यान्डल लक लाग्नुले गर्दा चाहिँ बच्यो बाइक नत्र भने मेरो बाइक गयो स्वाहा ओम नमः स्वाहा भएको मेरो भाइ कुन दिनमै हिजो यहाँ बाइक राख्न आइपुगेको छु म बाइक 1-2 घन्टामै मेरो बाइकले त्यस्तो गर्यो त्यसपछि म दाइहरूसँग घर गएँ फेरि अब बाबुको चाबी लगाएर फेरि हानेछ माका इन्डियाले साला अनि चाहिँ गयो जस्तै भयो साला इन्डिया क्लास चोरी छुटिसक्यो मलाई त कति कामहरू छ साले गाइस बाइक चाहिँ जसरी भए पनि ह्यान्डल लक चाहिँ लाउने गर्नु है जहाँ काठमाडौँ एरियामा हुनुहुन्छ प्लिज ओहो सावधान किन हाँसेको म मेरो बाइक चोरी भएर यस्तो भएर भ्लगको कुरा नगरौँ न अहिले यहाँ भ्लगको त यहाँ टेन्सनै भ्लगै होइन नि हो म मिनी भ्लग भाइ मिनी बालाको हो गाइज